आज म तपाईहरुलाई मसँगै थारू समुदायको विवाह हेर्न लैजान्छु। हाई गाइस, वेलकम बैक टू माई न्यू मिनी ब्लग। आज चाहिँ म लाइफमै फर्स्ट टाइम थारू समुदायको विवाह एटेन्ड गर्न जाँदैछु अनि म कति धेरै एक्साइटेड भइरहेको छु। आई मिन यो मेरो फर्स्ट टाइम हो नि त। के यो तपाईहरुको पनि फर्स्ट टाइम हो? यो चाहिँ पूजाको आन्टीको बिहे हो अनि उसले मलाई पनि जाम भन्यो अनि मैले पनि नयाँ के देख्न पाउँछ नि त। त्यही भएर म पनि बिहेमा आएको हो। फाइनली हामी बिहे घर पनि आइसक्यो। यताको इन्भाइरोमेन्ट चाहिँ फुल तराई भाइब्स आउँछ। आई मिन हाम्रो घर पनि तराई नै हो तर पनि यताको डिफ्रेन्ट हुन्छ अनि उताको डिफ्रेन्ट हुन्छ। आज चाहिँ हल्दी रहेछ अनि यहाँनिर विवाह हुने घरमा भित्तामा चाहिँ यसरी पेन्ट गर्नु पर्दो रहेछ। यसले चाहिँ थारू समुदायको परम्परा अनि संस्कृतिलाई झल्काउँछ। एक्ज्याक्ट नाम चाहिँ मलाई पनि थाहा भएन। यदि हजुरहरूलाई थाहा छ भने कमेन्ट गर्नु होला। यहाँ चाहिँ फुल बिहेको रमझम चलिरहेको छ। साँच्चै मलाई तपाईहरुबाट एउटा सजेस्ट लिन थियो। मसँग एउटा कोट छ हैन जुन चाहिँ उहाँ म्यामले मलाई गिफ्ट दिनु भएको थियो। यसको डिजाइन चाहिँ यस्तो हो वास्तवमा तर मैले यो साइडको चाहिँ निकाल्दिए किनकि नर्मल डेमा लाउँदा अलिकति म्याच हुँदैन। मैले भन्नु खोजेको चाहिँ के भन्दाखेरि यो कोटको एक साइडपट्टि चाहिँ एउटा पिङ्क बोर्डर छ जसलाई चेन्ज गर्नुपर्ने त केही छैन। यो यतिको नै राम्रो छ तर पनि एज अ क्रिएटिभ पर्सन भएपछि चाहिँ अलिकति यो गर्दा चाहिँ झन् राम्रो हुन्थ्यो कि भन्ने हुँदो रहेछ के। त्यही भएर के गर्दा ठिक होला? यो क्रोसेट फ्लावर राखौँ कि नराख्दा नै राम्रो छ? मैले डिजाइनरलाई जस्टिस त दिएँ नि। प्लिज कमेन्ट गरिदिनु होला। ल लागौँ अब बिहेको घरतिर। अहिले चाहिँ बेलुका नै भइसक्यो अनि हामी जाँदा त यहाँ सबैजना मान्छेहरू भेला भएको रहेछ। अनि के गरेको किन गरेको भनेर कतिलाई सोधेको थाहा नै छैन रहेछ। हुन त ठुल्ठुलो मान्छेलाई सोधेपछि एन्सर आउँथ्यो होला। अब म जत्रैहरूलाई सोधेको यसलाई सोधेको नि थाहा छैन। फोटो खिच्दै भन्दै आइरहेको थियो अनि फोटो खिच्दै अझैसम्म पनि हल्दी सुरु नै भएको थियो। त्यसपछि त मलाई अल्छी लाग्न थाल्यो। मेरो अल्छी लागेको मुख देख्ने बित्तिकै एकैछिनमा हल्दी सुरु गर्न थाल्यो। त्यसपछि एकछिन रुवाबासी मात्र के हुन थालेको अङ्कलको डान्सले सबजनालाई हँसाइहाल्नु भयो। त्यसपछि चाहिँ मलाई रमाइलो लाग्न थाल्यो अनि त डान्सका डान्स हुन थाल्यो। म चाहिँ नाचेन है, म चाहिँ डान्स हेर्दै बसेँ। अहिले डान्स गरेँ भने भोलि एनर्जी आउँदैन कि। त्यसपछि चाहिँ मलाई अति नै भोक लागेको थियो। ठ्याक्कै खाना नि बोलाउनु भयो अनि हामी गए खाना खानलाई। भोक लागेकोले होला मैले यति धेरै थपेर खाएँ नि यहाँनिर। त्यसपछि टन्न भएर हामी चाहिँ सुत्नलाई घरतिर लाग्यो। यता चाहिँ अझै डान्स हुँदै रहेछ तर हामी चाहिँ सुत्न गयो। भन्दै आजको लागि यति नै। सबैजनालाई बाई बाई।